युएसएलाई सपनाको देश भनिन्छ। सबैले युएसएको लाइफस्टाइल त देख्छन्, तर स्ट्रगल कसैले देख्दैन। नमस्ते, मेरो नाम सन्जु शाह हो। मेरो घर सिराहा नेपाल हो। अहिले म युएसएको टेक्सासमा बसिरहेकी छु। जब म नेपालको सरकारी जागिर छोडेर युएसए आएँ, मसँग कम्प्युटर साइन्स ब्याकग्राउन्ड त थियो, तर जब थिएन। सबैले भन्छन् युएसएमा लाइफ सेट हुन्छ, तर कसैले भन्दैनन् रिजेक्सन, लोनलिनेस र सेल्फ डाउट कस्तो हुन्छ भनेर। आइडेन्टिटी हराउँदा कस्तो हुन्छ। धेरैजसो मानिस चाहिँ म पनि ठुलो सपना बोकेर युएसए त आएँ। मलाई लाग्थ्यो मेरो पढाइ र स्किल नै पर्याप्त हुन्छ, तर वास्तविकता फरक रहेछ। कति ठाउँमा जब एप्लाई गरेँ, वेट गरेँ, कहिले त उत्तर नै आएन, कहिले नो मात्र आयो। बिस्तारै फ्रस्ट्रेसन बढ्दै गयो, आत्मविश्वास घट्दै गयो। आफैलाई प्रश्न गर्न थालेँ, के युएसए आउनु गल्ती भयो? के म सक्षम छैन? त्यही सबभन्दा कमजोर समयमा मैले एउटा प्लेटफर्म पाएँ, जसले मेरो कामप्रतिको सोच मात्र होइन, मेरो आफ्नै मूल्य हेर्ने नजर पनि बदलिदियो। आज म जबको पछि दौडिरहेकी छैन, म आफ्नै बिजनेस बनाइरहेकी छु। म कन्फिडेन्ट भएर काम गर्छु र आमाको रूपमा आफ्नो समय इन्जोय गर्छु, र धेरै पछि म आफैमाथि गर्व गर्न थालेकी छु। यदि मेरो कुरा तपाईँको मनमा कतै छोएको छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ। म तपाईँलाई सुरु गर्ने तरिकाबारे जानकारी सेयर गरेर खुसी हुनेछु। धन्यवाद।